गाइज आज फेरि हाम्रो काकीको ब्लगमा हामी आइरहेको छौँ अन्त आजको चाहिँ ब्लग के हो भने चाहिँ फ्यामिली टुर अन्त हामी फिलहाल टुर त हाम्रो बतासे चौरस्ताहरू थियो तर हामी डाइरेक्ट चौरस्ता आइरहेको छ बिहानको दामी वेदरको सिनेरियोहरूलाई चाहिँ हामी आफ्नो क्यामेरामा क्याप्चर गराइरहेको छ अब हल्का रमाइलो गर्ने हो यहाँबाट त्यसको बाद खाइपी गर्ने हो जाने हो अनि त्यसको बाद चाहिँ फेरि बतासेमा दामी एउटा प्लानिङ गर्ने हो आज चाहिँ के अरे पहिलो वैशाख है पहिलो वैशाख न्यू इयर हाम्रो नानीको फर्स्ट ट्रिप जाँदैछ एकदम सबैलाई छ ह्याप्पी न्यू इयर हाम्रो तर्फबाट पनि अन्त तपाईँ हाम्रो जर्नीमा यसरी नै बनिरहनुहोस् धन्यवाद। तपाईँले थाहा पाइसक्नुभयो होला हामीहरू आज जाँदैछौँ दार्जिलिङ घुम्नको निम्ति अनि हाम्रो यात्रा चाहिँ सुरु भएको छ अनि हामी चाहिँ खरसाङ अहिले खरसाङ पुगिसकेका छौँ। खरसाङदेखि चाहिँ हाम्रो घर चाहिँ अलिक 6 किलोमिटर तल पर्छ अनि हामीले खरसाङ आइपुगेको छौँ अनि हामी जाँदैछौँ अनि यो चाहिँ हाम्रो फर्स्ट ट्रिप हो हाम्रो छोरीको चाहिँ फर्स्ट ट्रिप हो अनि आजको दिनमा चाहिँ हामी परिवारहरूसँग मिलिकन जाँदैछौँ फ्यामिलीसँग विशेष गरी फुपू अनि बहिनी चाहिँ काठमाडौँबाट आउनुभएको छ है अनि उनीहरूसँग मिलिकन चाहिँ हामी बाबा मम्मी काका भाइ बहिनी हामी सबैजना घुम्नु गइरहेका छौँ। के भन्नु तपाईँलाई यति बेसी जाम थियो त्यो कारणले गर्दाखेरि हामीलाई दार्जिलिङ पुग्नु चाहिँ यति बेसी टाइम लाग्यो अनि हामी बाइकमा गएको भएर हामी अलिकति छिटो पुगेको थियौँ मम्मीहरू चाहिँ गाडीमा आउनुभएको थियो त्यो भएर उहाँलाई गएर हामी चौरस्तामा पर्खिँदा भएको थियो। सो जाम चाहिँ यति बेसी छ अहिले दार्जिलिङमा अनि तपाईँहरूलाई पुग्नु नै टाइम लाग्छ। तपाईँहरू जानुहुन्छ भने चाहिँ बिहान छिटो गरिकन तपाईँहरू जानुहोस् बिहानै ताकि तपाईँहरूले बिहानै गयो भने चाहिँ जाम भेट्नु हुँदैन। हामी चाहिँ अलिकति ढिलो भएको थियो है त्यो कारणले गर्दाखेरि चाहिँ यति बेसी जाम भेटेर चाहिँ हामी ढिलो पुगेको थियौँ समय भन्दाखेरि पनि एकदमै ढिलो हामी पुगेको थियौँ। यहाँ नै तपाईँहरूले देख्न सक्नुहुन्छ जाम चाहिँ कति छ भनेकन दार्जिलिङसम्म नै जाम छ हामी दार्जिलिङ पुगिसकेको छौँ यहाँ पनि जाम तपाईँहरूले देख्न सक्नुहुन्छ कति बेसी जाम छ। बाटो राम्रो छ तर म त हिँड्नु सक्दिनँ क्या यो बोक्दैन हामी चाहिँ मम्मी पापाहरूको वेटिङमा बसिरहेको छ। मम्मीहरू अरूहरूलाई पर्खिँदाखेरि चाहिँ पर्खिने क्रममा चाहिँ हामी अलिकति छिटो पुगेको कारणले गर्दा चाहिँ हामी अलिकति चिया खाऊँ भनेर अलिकति चिया खानु पऱ्यो चिसो मौसम पनि छ। आज चाहिँ पहिलो वैशाख न्यु इयर भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर चौरस्तामा चाहिँ प्रोग्रामहरू भइरहेको थियो मान्छेहरू यति बेसी भिड है मान्छेहरू पुरा बेसी भइरहेको थियो हामी त्यहाँ बस्दै मान्छेहरू पुरा बेसी आउनु थाल्यो अनि यहाँनिर हामी देख्छौँ तपाईँले हेर्न सक्नुहुन्छ डिफ्रेन्ट ट्रेडिसनल ड्रेसहरू लगाइकन यहाँनिर हिँडिरहेको छ अनि प्रोग्रामहरू थियो है यहाँनिर मान्छेहरू पुरा बेसी आइरहेको थियो तपाईँले हेर्न सक्नुहुन्छ।
फुपूहरू आइपुग्नु भयो, मम्मी आइपुग्नु भयो, बाबा आइपुग्नु भयो। बचाइराख्न पहिलो वैशाख जस्तो खाजा खान आइरहेको छ यहाँनिर। रोटी सब्जी खाने कि मोमो खानेमा यहाँ वार भइरहेको छ। दुई दुईटा टिम छ यहाँनिर। रोटी सब्जी खाने अनि मोमो खाने, अनि रोटी सब्जी खाने टिम चाहिँ यहाँ बस्छ भने मोमो खाने टिम चाहिँ उता जान्छ भनेर सल्लाह हुँदैछ यहाँनिर। एउटा केटी चाहिँ यहाँ ढुक्कैसँगले बसिरहेको छ। यसलाई मजा आइरहेको छ। उसलाई यति रमिता हेर्दै होइन कम्ताको छैन। ल आउँछु ऊ यहाँनिर खोलौँ न मोमो खाने जग्गामा। छोरी आऊ। ओभर एक्साइटेड भइरहेछ मेरो छोरी। आँखा ठुल्ठुल छ। हेरेको अहिले चाहिँ निन्दाउनु पर्दैछ हुनुहुन्छ यहाँनिर। बाइक कुदाइराख्नु भएको छ यहाँनिर हाम्रो छोरी चाहिँ हात चुसेकै। यहाँ दुईजना फोटो खिचेकै। अब चाहिँ हामीहरू खाजाहरू खाइसकेर फोटोहरू खिचिसकेर चाहिँ अब हामी जाँदैछौँ। अब हामी यहाँ चौरस्तादेखि चाहिँ अब हामी जाँदैछौँ बतासे। यहाँ हामी खाजाहरू खाइकन